पैसाले मेरो ज्यान आउँछ नदिने पैसाले मेरो ज्यान आउँछ नदिने पैसाले मेरो ज्यान आउँछ भन्छ नदिने नदिनु के पैसाले तिमीहरु तातेर मारेर मलाई फसाउने यहाँ 42 वर्षको मान्छे भेटिनु भएको छ उहाँको किडनी काम लाग्छ तपाईलाई हेर्नु न मिल्छ भने दिनु नि त दाइ के भयो त मर्नुहुन्छ भने मेरो भाइ मर्दै छ कि गाइस प्लिज भाइ प्लिज मैले राम्रो खाना खानुहुन्छ है सुन्नु भन्नु न तपाईहरु मलाई दुईटै फेल भएको रहेछ के एउटा यहाँले दिनुहुन्छ बुझ्नु भयो तेरो किडनी कति पर्छ मैले किन्छु ल भन्छ तेरो किडनीले कति पर्छ माइको मात्र हो माइको मात्र हामीलाई त खोजेन नि हरु म त यहाँ कल सम्झानी यो है तल तल आउनु जाम हजुर कहाँ जाने हो हामी सन्धिहरुका लाउनु साथ परे आउनु हामी उतै तले जान लाग्नु आउनु के भयो तान्नु त बन्द हुन्छ हजुर तान्नु तान्नु त्यसले तान्नु त कसो तान्नु अझ जोडले तान्नु है ल भयो झ्याल लाउनु हुँदै झ्याल्ला झ्याल लगाउनुहोस् है दाइले के गर्नुहुन्छ हैन मलाई लाग्छ म चाहिँ के गर्ने खेतीपाती कृषि गर्नुहुन्छ हजुर ए कति वर्षको न कति त आइ के हो कति 42 साल हुँ कि 43 साल हजुर 39 वर्षको न अनाना त त्यो कसले सोधा छ केटा भनेपछि तपाईँ 39 वर्षको हैन 45 फोन हुँदैछ 40 तल गएको त चल्छ के हो के है यहाँ 42 वर्षको भेटिनु भएको छ होइन 42 वर्षको मान्छे भेटिनु भएको छ उहाँको किडनी काम लाग्छ तपाईलाई 42 वर्षको मान्छे भेटिनु भएको छ उहाँको किडनी काम लाग्छ तपाईलाई लाग्छ त्यही त इमर्जेन्सी छ भने मैले भर्खर एउटा हामीले भेटाइयो होइन त्यहाँ सबै रेडी गरेर दिइगर्नुहोस् होइन हामी यहाँ ल्याउँदैछौँ उहाँको एउटा किडनी चाहिँ टक्क फिक्स गर दुईटै फेल भएको रहेछ कि एउटा यहाँले दिनुहुन्छ दुईटै फेल भएको रहेछ कि एउटा यहाँले दिनुहुन्छ बुझ्नुभयो हामीले यहाँ ल्याउँदैछौँ यहाँ गाडीबाट झार्दै ल्याउँदैछौँ त्यो टेन्सनै नगर्नुहोस् एउटा किडनी फिक्स भयो ल एउटा किडनी होइन त्यहाँ ट्याक्क हस्पिटलमा जो हाम्रो पेसेन्ट छ उसलाई चाहिँ फिक्स गरिदिनुहोस् डक्टरलाई फोन त नलगाइदिनुहोस् है हेलो भेटाइसक्यो हेलो ल भन जसको अब तपाईँ कन्ट्याक्ट दिनुहुन्छ केही भएन उहाँलाई परेछ भन्दैन न पाएको फोनलाई उहाँलाई हामीले लिएर गयो भन्नु तपाईँ अब ठिकै छ होइन तपाईँलाई कति लाग्छ टेन्सनै नगर्नुहोस् तपाईँलाई होइन पैसाको चाहियो भन्नुहोस् कति चाहियो भन्नुहोस् तपाईँको एउटा किडनी चाहिँ होइन हाम्रो एकदमै इमर्जेन्सी चाहियो क्या एउटा दिन पर्यो के भयो त अट्टाकट्टा हुनु रहेछ तर उहाँलाई एउटा किडनी चाहिएको छ अघि उमेरको मान्छे हो तपाईँ पनि आधी उमेर जिउनु भएछ के अरे त्यो मेरो फोन दिएन है मान्छे बोल्नु किडनी लाने के भयो त मलाई यही झारिदिनु त अब झार्ने के भयो त एउटाले केही हुन्न कि तपाईँलाई मेरो किडनी दिएर तिम्रो चाहिँ अर्काको ज्यान बचाउ नि मेरो आफ्नो ज्यान होइन मलाई फसाउने यहाँ होइन कि तैँले मलाई गाडी चढाएर तैँले गाडी चढाएको नदिने नदिने तर पैसाले मेरो ज्यान आउँछ पैसाले मेरो ज्यान आउँछ नदिने पैसाले मेरो ज्यान आउँछ नदिने पैसाले मेरो ज्यान आउँछ भन्छ नदिने भए नदिनु के पैसाले मेरो ज्यान आउँछ नदिने भए नदिनु के ज्यान आउँछ नदिनु के नदिने कुरा मात्र भएछ दाइको फोन दियो कुरा मात्र त भएछ पैसाले मेरो ज्यान आउँछ कुरा मात्र त भएछ हामीले थोट लान खोज्यौँ तैँले भन् कुरा मात्र माइको मात्र हो माइको मात्र हामीलाई त खोजेन नि फोन देम नि हजुरको फोन देम त तेरा पैसा मैले किन्छु ल भन्दा तेरो किडनीलाई कति पर्छ तेरो किडनीलाई कति पर्छ
होइन कुरा मात्र गरेको दाइ सुन्नु भाइ मैले तपाईँलाई एकचोटि मैले राम्रोसँग सम्झाउँछु है सुन्नु भन्नु न तपाईँहरू मलाई हामीले के हल्ला नगर आधार मागेका त छैन मागे लगेका त छैनौँ नि त यार सुन्नु म एउटा कुरा मात्र त गरे दिनुहुन्छ र भनेर सोधिया त हो तपाईँले तपाईँहरू तपाईँले काटेर लहम त नि काटेर लहम त नि हजुरले मलाई के सोध्नु हो भन्दाखेरि म तपाईँको गाडीमा चढेँ म होइन म बाटो आएर म तपाईँसँग लिफ्ट मागेँ गल्ती सबभन्दा ठुलो त्यही गरेँ मैले गल्ती मैले गरेँ क्या मैले मलाई तपाईँले गाडीमा चलाउनु त्यही गल्ती भयो मेरो कुरो सुन्नु न तपाईँ मेरो कुरो प्लिज एउटा किडनी दिन पर्यो तिमीले मेरो कुरो सुन भाइ मेरो कुरो सुन्नु मेरो कुरो सुन क्या तिमीले राम्ररी सुन्न सक्यौ भने सक सकेर म यही धर्छु बरु मलाई जहाँ थियो त्यही छोडिदिनु पर्यो सुन्नु मेरो कुरो सुन्नु तपाईँको कस्तो कुरो तपाईँ मेरो कुरो सुन्नु न उसको बिचारा अङ्कलको छोरालाई बढी खाएर ड्यामेज भएको तपाईँ हट्टाकट्टा हुनुहुन्छ तपाईँको चाहिँ किन्ने दिने दिनुहुन्छ र भन्ने कुरा मैले के भन्छु भन्दा मिल्छ भने दिनु नि त दाइ के भयो त मैले प्लिज के मेरो अङ्कलको छोराको हो कि दाइ प्लिज ए भाइ सुन मैले भन्छु तिमीले सुन मेरो राम्रो एउटा किडनी त मागे दाइ पैसा कति लाग्छ म दिन्छु के दाइ तपाईलाई मिल्छ भने दिनु नि त मेरो कुरा प्लिज के हात जोड्छु के दाइ यस्तो हट्टाकट्टा हुनु रहेछ तपाईँलाई केही भएन होला भनेर हो एउटा किडनी दिएर तपाईँ मर्नुहुन्छ र भने मेरो भाइ मर्दै छ के गाइस प्लिज दाइ प्लिज के अब मेरो मेरो कुरो सुन्नु न त मैले भन्छु नि त सुन्नु मैले राम्रोसँग भन्छु है सुन राम्रोसँग होइन कि एउटा चाहियो के दाइ जसरी चाहियो मेरो अङ्कल भर्खर 20 वर्ष नि भएको छैन दाइ प्लिज दाइ प्लिज दिनुहुन्छ दाइ भन्नु मेरो कुरो सुन भाइ प्लिज तपाईको कुरा सुन्नु हाम्रो भाइ मैले तिमीलाई मैले के भनेको थिएँ मैले हाम्रो बिन्ती छ दिन्छ दिनु नि त एउटा के भयो मैले गाडीमा चढेर आएको होइन यता किडनीका कुरा गर्छौ भने यो गाडी छाडी मैले ध्वस्त पारिदिन्छु बक्खरी यता किडनीका कुरा गर्छौ भने यो गाडी छाडी मैले ध्वस्त पारिदिन्छु बक्खरी के कुरा रोएर किटी पाइन्छ किडनी पाइन्न रोएर हजुर दिने भए दिनु नि त के भयो त पैसा पऱ्यो दिउँला कि पैसा कति चाहिन्छ दाइ म जति पनि दिन रेडी छु के दाइ सबभन्दा तिमी खतम रहेछ कि तिमी खतम रहेछ कि यस्तो के तिमी मा खतम रहेछ कि मलाई हेल्प समस्या पर किटी गर्ने दिन्छ कोही कोही त हेल्प गर्दै यस्तो हट्टाकट्टा हुनुहुन्छ दिने हट्टाकट्टा भएर किड्नी एउटा किड्नी काम मलाई दाइले हेल्प गर्नु आएको तपाईँले दिनुहुन्छ भन्ने आशले हो कि यो माथि यस्तो के अनि भित्र उसलाई त समस्या छ नि त उसको अङ्कलको छोराको किडनी फेल भएको छ त्यस्तो हट्टाकट्टा मान्छे हजुर भेट्नु एउटातिर के हुन्छ दादा प्लिज मैले त्यो कुरो बुझ्छु भाइ सुन है मैले कुरो बुझ्छु होइन कसरी हुन्छ जसरी मिलाइदिनु पर्यो कि मैले ए किडनी तेरो तिम्रो कसको अरे मेरो अङ्कलको छोरा अङ्कलको किडनी हुन्छ भने बरु अन्त डायलिसिस गरौँला अथवा के गर्छन् तिनी हुन्छ नि अलि त्यो फुलेका सुन के अरे तिनी सेक्ने के भन्छ तपाईँ हेल्थ दिनुहुन्छ कि तपाईँ हेर्नुहुन्छ कति तपाईँ यस्तो हट्टाकट्टा मान्छे अनि मैले त्यो भने म हेर ताट्मी तपाईँले हेल्प गर्नु न दाइ प्लिज मलाई याद ए भाइ मजाक गर्दा किडनी मागेर बकबारको सम्झे मजाक गरेर दिँदै कस्तो मैले प्राइङ भिडियो गरेको मजाक गरेर किडनी मागेर भन्छ सरी यार मजाक गरेको यार के पर्दिन यार मजाक गरेको सरी हामी खास यो तर के यस्तो पनि मजाक हुन्छ किडनी माग्ने मजाक हुन्छ मैले भर्खर तपाईँलाई केस गर्छु भर्खर पुलिसमा गएर त्यसै सरी खास गरेर हामी चाहिँ 3-4 जना भएर प्राइङ गर्न आयो मेरो नाम सागर खड्का हो मेरो चाहिँ पुरा गर्नु तपाईँ मैले चाहिँ यस्तै प्राइङ भिडियोहरु गर्छु त सरी यार मजाकले भाइ मजाक मात्र हो कि दाइ किडनी दिने कोही हामी खास 4 जना साथी हामीलाई म चाहिँ यस्तै प्राइङ भिडियो गर्छु मेरो नाम सागर खड्का हो यो क्यामेरा लागेको थियो सरी यस्तो खालका मजाक नगर्नु कि तपाईँ त्यो पनि हो तर एउटा खास चाहिँ के हो भने खास अब तपाईँलाई मैले एउटा कुरा भन्छु एकछिन पहिला कुल हुनु त एकछिन नरिसन त के कुल नरिसन त यस्तै नआइनु म तपाईँले डर लाग्दै यार डर लाग्यो के कुरा गर्दा नि यत्रो चाहिँ रोज तेरो आँसु कहाँ आएका भाइ साँच्चीकै आएका अब यस्तो के खास के थियो भने अब यस्तरी अझै नहेर्नु नि त मलाई साँच्चै डर लाग्छ मजाक भन्छ गर्दा मजाक भन्छ नि अनि यत्र बेर मलाई उहाँदेखि यहाँसम्म यो के गराएको तपाईँहरू मलाई जहाँ हो त्यही टक्क छोडिदिनु तपाईँलाई छोडिदिन्छौँ है जहाँको त छोडिदिन्छौँ मैले फेरि सरी भन्छु मजाक गरेको थियौँ यहाँ क्यामेरा लाख होइन यो चाहिँ एउटा म खास गरेर प्राइङ भिडियो गर्छु मेरो नाम सागर खड्का हो तपाईँ चाहिँ खास तपाईँ चाहिँ प्राइङमा परेको हो तपाईँ अब हाम्रो गाडीमा लिफ्ट माग्नुभयो खास हामीले मान्छे बोक्ने गाडी होइन म फेरि यस्तो के म फेरि त्यहाँ उताबाट म माथि गएको रक गार्डन आउँदाखेरि त्यो हाम्रो स्कुटरले तानेन नतानेपछि म बाटोबाट हिँड्दै आउँदै थिएँ म त के थाहा गर्छ यस्तो अब यो साँच्चै नै के गरेर जस्तो लाग्यो कि मलाई हान्छु कि भन्ने गरेर गर्न आउँदै त्यसको लागि सरी
एकदम माफ माग्छौँ यिनी भाइहरू हुन् हामी यसरी कोही मिले पर प्र्याङ्क गरौँला भन्दै पनि आएको थियौँ हामी उतै घुम्नु भएको थियो आएका होला के फोडिदिनु कि यार यहाँ होइन म त यो खतरा गाडी चाहिँ फोडिदिन्थेँ म त्यसो नि त त्यस्तै गर्नु हुँदै सरी एकदमै फेरि पनि सरी भन्छु खासै त्यो मैले भिडियो बनाउनु तपाईँहरू गर्नु भएको छ प्रेङ गर्नुहुन्छ सबै कुरो राम्रो छ तर एक अत्याधिकै गर्नुभएको तपाईँहरू त यस्तो कि अब यति नगरेर रियाक्सन पनि नआउने अनि सुरुमा फेरि हजुर एकदम सोझो जस्तो लाएर अलिकति बढी गर्न खोज्यो तपाईँ एग्रेसिभ हुँदै आएको डरै लाउँदै फोर्दिनु नि कि गाडी मान्छे हानी पनि हाल्नुहुन्छ कि जस्तो खाइलाग्छ होइन अब म सायद एक्लै भए त यतिका गर्न सक्दिनँ नि त्यही गर्दै फेरि पनि सरी एकदमै माफ गर्नु होला अब मेरो भिडियो बनाउनुको तापकार्य त्यही त मैले यस्तो धेरै भिडियो बनाउँछु र भिडियो बनाउनुको तापकार्य पनि त्यही हो खास तपाईँ चाहिँ हाम्रो गाडीमा लिफ्ट माग्नुभयो होइन अब हामी त प्राङ्क गर्छौँ र मजाकको लागि भिडियो बनाउँछौँ तर कोही रियलमा मान्छेले अनैतिक कामहरू पनि गर्न सक्छन् यस्तै बसेर भिडियोस बनाउने दुनियाँ कुरो गर्ने अहिले फेरि धेरै अब इन्डियन गाडीहरू पनि नेपालमा आइरहेको हुन्छन् होइन खास गरेर हाम्रो सुब्बादिराले घुम्न लगायत यताका धेरै ठाउँमा इन्डियन गाडीहरू आइरहेका छन् अनि मान्छेहरू अहिले यहीँलाई मात्र नभएर जसले भिडियो हेर्नुहुन्छ उहाँलाई पनि एउटा लेसन होस् कि कमसेकम जस्तो पाए त्यस्तो गाडीमा चढ्न हुने हिँड्छ भन्ने खालको होस् भनेर भिडियो बनाइरहेको थियो है फेरि पनि सरी भन्छु मिल्छ मैले त यस्तो कि हजुरले साँच्चीकै गर्न कि जस्तो लाग्यो मलाई हेरि कस्तो भन्दाखेरि अब म त सोझो मान्छे फसाइहाल्नुहुन्छ कि डर लाग्यो लिएर जाने भयो सिधा अनि सिसा बन्द झ्याल बन्द हाम्रो खास सोच चाहिँ हामीले तपाईँलाई अर्को खालको प्र्याङ्क गरौँ कि भाडा कन्टेनर गरौँ कि भन्ने सोचेको थियौँ फेरि तपाईँ यस्तो हट्टाकट्टा अनि किडनीकै गरौँ भन्नेतिर लाग्यो झन्डै पिट्न उनी त पछाडि चाहिँ मलाई झम्मी हारिहाल्छ कि मलाई डर लाग्यो एकदमै तेरो पनि भनिहाल्यो हुनुहुँदो रहेछ फेरि सरी एकपटक है क्यामेरा चलेको छ दाइ मजाकै हो हामी सबै साथी गाह्रो पिरो नमान्नु मेरो घर सन्धिखरको हस्पिटल लाइन मेरो भाइ हजुरको मेरो सानो दाइसित ल हुन्छ ल परिचय भयो अब ठिक छ होइन गराउने गरौँ तर यस्तो हाँसी मजाक त गर्नु तर मान्छे त अतासित यार होइन अतासित त्यो पनि हो फेरि अर्को कुरो अब एउटा लेसन पनि होस् भन्ने पनि हो कमसेकम मान्छे गाडीमा चढ्दाखेरि परिचय गाडी चिनेको गाडीमा चढ्नु होइन अब बेलुकाको समय थियो त्यस्तो अनचिनेको गाडीमा चढ्दा मान्छेले रियलमा केही गर्न पनि सक्छ होइन मान्छे आज सबैको मनमा हरि छैन नि त दाइ होइन मान्छे सबै सोच यस्तो छैन सब मान्छे फरक छ तर हामी यता मेरो यति कन्टेन्ट बनाउनुको तात्पर्य मात्र यति हो कुनै पनि प्राइभेट गाडीमा चढ्नुभन्दा पहिला सोचेर चढ्नुहोस् होइन अब पब्लिक गाडीहरू चढिरहेको हुन्छन् ट्याक्सीहरू चढिरहेको छ आफ्नो मान्छेलाई बरु बाइकमा बोलाउन मिल्छ बोलाउनुहोस् बरु ट्याक्सी नै बोलाउनुहोस् 200-400 भन्ने कुरा ठुलो कुरो होइन छैन भने रिक्वेस्ट गरे पनि कसैले लैजाने मान्छे कोही दयामया भएको मान्छे पनि हुन्छ नि त मतलब भाडा छैन बरु लानु न भनेर लाने मान्छे पनि हुन्छ होइन पैसा सिधै गाडीमा चढ्नुहुन्छ अनि गाडीमा बस्दाखेरि मान्छेले गाडीवाला मान्छे कस्तो छ के छ अनैतिक कार्यहरू धेरै भइरहेछन् त्यही भएर त्यसको यो भिडियोमा तपाईँ यति थियो दाइ यसलाई अन्यथा नलिनुलाई फेरि म सरी कहाँ छ सरी भनेछु अनि ठिक छ केही छैन होइन म गरिरहेको छु भिडियो पोस्ट गर्छु होला ठिक छ पोस्ट गरिदिनु न सरी फेरि पनि है खुसी समस्या केही हो र हजुर के हो समस्या समस्या त परेको थियो मिलिसक्यो के भयो त